हेलो गाइज गुड मर्निङ। बिहान बिहानै 5 बजी उठेर हल्ला गरेर छैन के को हल्ला भनेर यसो उठेर हेरेको त छैन केटाकेटीहरू उत्पात रहेछ हल्ला गरेर बिहान बिहानै उठेर के हल्ला उत्पात छ जिस्काएर बुढी सुतिरहेछ निकै पुगेछन् अरे बिहान 5 बजी चाहिँ बाहिर यसो निस्किएको एकदम सुतुम खालको मौसम भएको रहेछ पुरा पानी आएर छैन मजाको भएको रहेछ है। अब हल्का मुखसुख धोएर आए मुख पुस्दै अब आफूले त्यहाँबाट बुढी पनि मुखसुख धोएर रेडी भइरहेको रहेछ। त्यहाँबाट छोरीले चियासिया पकाएर ल्याइछ अब चियासिया खानु बसेको हो। अब चिया मजा छोरीलाई यसो हल्का तारिफ सारिफ गर्दै गर्दै त्यहाँबाट बिस्कुट सिस्कुट ल्याएर दिएछ छोरीले अनि बुढीलाई पनि पानी खाँदैछ। अब टक्क बिस्कुट खायो है पुरा मजा कस्तो दामी लाग्यो कि बिस्कुट पनि दाम चाहिँ अलिकति ठिकै छ 30 रुपियाँको गोटा है। बुढीले पनि टक्क चिया खायो भने बुढीलाई पनि अर्का जिस्काइदिएको नि बुढीले मजाले भित्र किचनमा साह्रो हल्ला भएर गएको पुरा हल्ला भइरहेको रहेछ। आमाहरू छोराको पुरा भात सात दिँदै रहेछ। दादा ड्युटी जान्छ अब ड्युटीको लागि त्यही भएर भात सात खाएर अब ड्युटी निस्किनु लाँटेको। फेरि बाहिर आएको पुरा सारले घाँस काटेर राख्नु भएको रहेछ हाम्रो आँगनमा। हाम्रो त बाख्रा छैन त्यही भएर सार आएर बाख्रालाई घाँस काट्नु हुँदो रहेछ। सार पनि साह्रो मेहनत गर्नुहुन्छ अब बिहानभरि घरको काम गाई बाख्रा खेत हेरेर त्यहाँबाट पढाउन आउनुहुन्छ हाम्रो सर हुन् पहिला हामीलाई पनि पढाएका। अनि म पनि यसो गाई बान्नु पऱ्यो भनेर फर्केको फेरि सरले यसो हल्का गफ हान्नुभयो अनि यसो फर्केर हेरेको यता आएको। फेरि हाम्रो दादाले के भन्छ हिँड्ने खेरमा अब ड्युटी हिँड्न आँटेको अनि यसो अब म पनि यता गाई साई बान्नु पऱ्यो भनेर गाई खोलेर निकाल्दै एउटा अनि यसो ग्वालीतिर घुम्नु पऱ्यो जानु पऱ्यो चाहिँ। हेलो कान्छी के छ हौ है पुच्ची जानु पऱ्यो चाहिँ। साह्रो लाटा गाई गरेछ नि यो चाहिँ बुढी गाई हो सबभन्दा पुरानो गाई। पुरानो भन्नाले मूल गाई हाम्रो बुढी गाई। बुढी पनि गाई खोल्न थाली अब कता गाई लिएर जाने हो। अब म पनि गाई निस्केर लिएर निस्केँ पछाडि बुढी आउँदैछ अरू पुच्छापुच्छी लिएर हिँडेको बान्ने ठाउँ छैन पानी आएको छ कता बान्ने काकी पनि उभिएर हेरिराख्नु भएको छ। गाई दुइराख्नु भएको छ काकाहरूको गाई गोरु ग्वाली यो म गाई लिएर हिँडेँ अब हल्का स्पिड गरिदिएको किनकि लामो हुन्छ भिडियो त्यही भएर स्पिड गरिदिएको। ट्याक्कै गाई साई बाँधेर आएँ त्यहाँबाट हाँस्नुपर्छ बाटोमा बुढी पनि भेटै। अब म यसो बुढीलाई घरतिर पठाएर यसो नजारा देखाउनु पऱ्यो भनेर पर्खेको हक्से यो मेरो बगान। अब म बोर्डरमा हिँड्दैछु यो मेरो भुटान र इन्डियाको बोर्डर यो भुटानको यस्तो हरियो नजारा हजुरहरूलाई कस्तो लाग्दैछ राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदियो म राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनु धन्यवाद। अच्छा ठीक है।